Hello, good morning guys. Happy New Year सबैलाई है. आज चाहिँ हामी कहाँ जाँदैछौँ त? आज मौसम खासै राम्रो पनि छैन. हावा लागेको छ. प्लान चाहिँ एकदमै अर्कै थियो. चेन्ज भएको छ. घाम लाग्ला जस्तो गरेपछि मान्छे उडाउने हावा चलिरहेको छ. अब हेरौँ के हुन्छ कसो हुन्छ. त्यहाँ साथीले भेट्न बोलाएको छ मलाई मार्केटमा. अब उसले के गरौँ भन्छ त्यही गर्नु पर्ला. बाहिर जाऊँ भने बाहिर जाने. मतलब यसो चिल आउट गरौँ. घरमै बस्छौँ. नयाँ वर्षमा यसो पकाएर केही खाऊँ भन्छ भने पकाएर घरै खान्छौँ हामी. तर आज प्लान चाहिँ छुट्टै थियो. मौसम कस्तो खत्तम भयो क्या. त्यो माघ महिनामा बुटोलमा के अरे उस लाग्छ नि बादल हुस्सु त्यस्तै लाग्छ. अनि क्लियर नै छैन मौसम. भ्लगमा खासै टाइम दिनु पनि पाएन. बिजी नै छ होटल. त्यही भएर अनि अझ चाहिँ भर्खर चाहिँ म वेल बिचतिर जाँदैछु. वेल बिच सपिङ सेन्टर हो. त्यहाँ मिटअप पोइन्ट छ हाम्रो दुईजनाको. त्यहाँ गएर हजुरलाई म भेट्छु है त. साथीलाई भेटेर ल हाम्रो हरि सरले मासु किन्ने अरे. हरि सर आयो भन्छौ नि त. आयो भन्छौ नि त. भर्खर हरिको रुममा आइयो. ए डिसवासर आज सेफले कस्तो पकाउँछ आज हेर्न पर्ने हुन्छ. अब दामी गराउँछु भन्छ. यहीँ काट्ने उतातिर काट्ने. अनि तल उस राख्ने छैन बेस. अब मेरो चाहिँ यहाँ काटकुट गर्ने भाग परिरहेको छ. काटकुट गर्ने भाग परेछ. काट्नुमा त फेरि सक्दैन नि. फेरि नाइफ राम्रो छ भने न त. नाइफ राम्रो छैन नि त. ओइ राजा यहाँ खरियो नि तिम्रो यार. खरियो क्या. अनि मैले के गर्नु त. के त गर्नु पऱ्यो नि. पैसा मात्र हाल्ने होइन नि त. काट्नु पनि खैलो न. नाइफ राम्रो खालको मुला अब त खरिरहेको थियो क्या. त्यही भएर ओ काट्ला जस्तो छ. हेरेमा आएकोसँग कत्रै काट्छ. म चुवाट काटिदिन्छु. हेलो गाइस, दिस इज नेक्स्ट डे है. आज चाहिँ हामी यसो बिचतिर घुम्न जानु लाग्यो. आज घाम चाहिँ खत्रै लाग्छ. हाम्रो चाहिँ गाह्रो. ड्रेस रेडी हो. के लिनुभयो त बोल्डबाट. आधी गरौँ न. के पर्दैन हो र परिहाल्छ नि हौ. मोमो चाउमिन र केरी पुरी तरकारी खान पाइएन आज. यो पालि जाउँ भनेको. अनि अर्को पालि चाहिँ मेरो लिएर जाउँला भने चाहिँ डिसेम्बरसम्मको रहेछ के अरे. त्यति बेला पाएको डिसेम्बरसम्म. ल अब हामी कहाँ जाने अब प्लान बिचतिर जाने कता. प्लान ए क्यान्सल गरेँ. प्लान बीमा होइन हामी यस्तो खतरा भिजन गराएको थिएँ मैले. चौपट भयो. अहिले हामी औरा छौँ. औराबाट यतादेखि सोरिटा होटेलको अगाडिदेखि सिधा जाँदैछौँ. राम्रो हुन्छ. हामी सिधै जाने होइन. ल हिमाचल कति हामी चाहिँ यतातिर हिमाचल. यतादेखि बाइपास. ल हामी आइयो गोल्डन बे. यो हाम्रो रेडिसन ब्लू. ओ माकु हेर्नु त मान्छे. ल है बिच गोल्डन बेमा आइयो. रुक्नु ल दाइ. रोका. फोटो भिडियोहरू बनायो होला नि. के हुँदैन
बनाउने नै हो खतरा यस्तो छ गोल्डन बे हाम्रो दाइ अगाडि हिँडिरहनु भएको छ खतरा सनबाथहरू लिइरह यही आज त वेट मोर यिनीहरू हेर्न घाम तापेर बसेको है खत्रै है भिजाइहाल्यो नि खुट्टा ल अब हामी बिचमा ननाउने हो होइन नयाँ पनि बिमार भइन्छ त्यति गर्मी पनि छैन नि त यो के स्टार्टिङ अफ समर हो त्यही भएर पानी चाहिँ चिसै नै हुन्छ यहाँ आउने भनेको मान्छेहरू चाहिँ इङ्ल्यान्डहरू स्कटल्यान्डहरूबाट हुन्छ तिनीहरूलाई यो चाहिँ हेभेन हो किनभने चिसो लाग्दैन नि त यिनीहरूलाई यो ठाउँ अनि त्यही भएर हामी चाहिँ ननाउने बिमार भइन्छ चिसो लाग्छ काम गर्ने मान्छेहरूलाई गाह्रो हुन्छ माथिबाट यस्तो छ अब हामी माथि चढ्छौँ अलिकति बस्ने ठाउँमा गएर यस्तो नास्ता सास्ता खाने पेट पूजा गर्ने अनि जाने यो ठाउँलाई गोल्डन बे भन्छ 225 223 44 बस नम्बरहरू आउँछ ओ माइ गॉड यस्तो दामी देखेको छालहरू दामी छैन त छालहरू हजुरलाई माथिको भ्यूबाट पनि देखाउँछु है त म ल अप्पर भ्यू यस्तो रहेको छ दाइ यस्तो पनि जान्छ नि त हाम्रो यस्तो पनि गइदिन्छ नि हल्का फुल्का कस्तो राम्रो फुलहरू पनि फुलिरहेको रहेछ यतातिर दामी होइन त ल ब्याक भ्यू मोमो र चाउमिन ल हाम्रो उठी बास भयो यहाँदेखि यहाँदेखि अर्को ठाउँ जान्छौँ अर्को बिचमा अर्को बिच हेरौँ है त यतादेखि हिँड्दै जाने हो अर्को बिच चाहिँ ठ्याक्क यो ख्याप चाहिँ भयो होइन ठ्याक्क यो कुना भयो अर्को कुना फेरि उतातिर छ अर्को कुना फेरि अर्को बिच छ क्या अनि त्यहाँ चाहिँ दाइहरू त जानुभएको कि म चाहिँ गएन अहिलेसम्म फेरि हेर्न जानु पऱ्यो हेर्नु त अनि पहिला जमानामा चाहिँ दुश्मनहरूले हमला गर्ने बेला यहाँदेखि बसेर एनाउन्स गर्ने होइन आयो भनेर अनि सबै अलर्ट गर्ने ठाउँ यो चाहिँ कोही ठाउँमा बेल पनि राखेको हुन्छ त्यो भएर यस्तो बनाएको रहेछ यहाँ चाहिँ ओहो यो झन् राम्रो रहेछ त है यहाँ जानु मिल्छ नि हेर्नु त उतातिरको कुना गोल्डन स्यान्ड यो चाहिँ के अरे वहाँ नेकेड बिच ओ वहाँ पर देख्नु भए रुक्नु न Got too many flows, I be killing them. Oh baby, tell me say she feeling them. Ain't worth a mile, it's a million them. Say baby, I. Got too many flows, I be killing them. Oh baby, tell me say she killing them. Mine worth a die, yeah she killing them. Say baby, I. Yeah, mountain, it's a yeah mountain. A papa boy living yeah mountain. Yeah mountain, it's a yeah mountain. Me can't show you what the yeah mommy. Yeah mountain, it's a yeah mountain. A papa boy living yeah mountain. Yeah mountain, it's a yeah mountain. Me can't show you what the yeah mommy. Yeah. Let me say no problem. Me say no qualms on. Right. Every other day, me a day with the fam them. Yeah. Telling me a place for the KCR story. Right. Say me no high, me no bully. Me I feel cool on things, it's a rule on things. When you pull on things, get away from me. Mull on things, tell me who run things. Cause the rule on things is the thing, I know. This thing get to the paper. Me one day with my maker.
say you be greater. Tell me why. Oh no. Got too many flows, I be killing them. Oh baby, tell me say she feeling them. Oh, ए सुतेर बस्ने के हो ब्लगमा नआउने तिमी राजा त काम छैन के रहेछ भने तिमी काम छैन हामी नेकेड बिचमा सबैजना नेकेड यहाँ नेकेड बिचमा सबैजना नेकेड सबैजना नेकेड दिउँसोभरि सुतेर हेर त हामीसँग आएको भयो यहाँ ब्लग अनि सबै कुरा के उपलब्धि गरे सुतेर सुतेर के उपलब्धि गर्यो पर पनि रहेछ कि बिच हो कति हो कति आफ्नोलाई जहाँ बसेर स्विमिङ गर्छु भन्दा पनि पुग्दो रहेछ यहाँ त आएर पार्टी गर्नलाई एकदम दामी यो कुना भयो त्यहाँ कुना भयो वहाँ छ पनि छ तर सबसे धेरै बिजी यो गोल्डन बे रहेछ गोल्डन बे चाहिँ अति नै बिजी यहाँ चाहिँ लास्टै खाली खाली ठाउँ छ सानो भएर होला गोल्डन बे चाहिँ लास्ट ठुलो छ नि त एरिया त्यही भएर हो कि पर देख्नु जग्गाले त्यो चाहिँ ट्रेकिङ वे रहेछ कि राम्रै हो अलिअलि ट्रेकिङ हो यहाँदेखि चाहिँ हजुरलाई भ्यू देखाउने हो कि त्यो चाहिँ अर्को बिच हो फेरि माथितिर पनि ठाउँ रहेछ बस्ने दाइ कता जाने उता माथि जाने कि तल कहाँ वहाँ सकिन्छ हाइकिङ आज मा जुत्ता पनि चप्पल लगाएर न त उता बस्छ एकछिन होइन थकाइबाट उता गएर अनि त्यसरी त्यति फर्क्यौँ यसरी त्यत्रो हिँड्न छ अनि हजुर के चिसो न यहाँ चाहिँ लडीबुडी खेल्दै जानु मिल्दो रहेछ नि तल जाने ठाउँ चाहिँ यस्तो रहेछ फेरि यो बिचमा सिडीहरू यताउता रहेनछ यहाँ एक्सप्लोर गर्ने हो क्या बिचहरू आफैले यो त मान्छेहरू आइरहेको बिच हो तर खासै फरक पर्दैन तर मान्छेहरूले चाहिँ आफ्नो बिच एक्सप्लोर गरेर कहाँ नआउने के गर्ने यहाँ चाहिँ यो व्यवस्था आफै गर्नुपर्ने हुन्छ यहाँ चाहिँ टपमा आइपुग्यौँ हामी भर्खरै त्यो सबै मान्छेहरू हाइकिङहरू गर्नेहरू आहान जुत्ता सुत्ता लगाएर हामी चाहिँ चप्पल रक्स यो चाहिँ हाइकिङ ट्र्याक रहेछ कि मान्छेहरू यहाँदेखि माथि चाहिँ डाँडामा हिँडिरहेको थिएन बा त्यहाँनिर किरा चाहिँ माथि पुगेर त्यसरी यतातिर जान्छन् कोही यतातिर जान्छ यो हाइकिङ चाहिँ मिडियम हाइकिङ भनौँ त्यही हो काइन्ड अफ फन होइन तर इजी हाइकिङ भन्छु है लास्टै इजी हाइकिङ हो नि यो त होइन ल गाइस यस्तो भिरमा जाँदैछौँ हामी भिरमा मान्छेहरू घुम्न आउँछन् यतातिर सो हेर्न कि यतादेखि आएको हामी चाहिँ यतातिर जाने हो अनि फर्किने हो हल्का हिँडे जस्तो भयो घुमघाम जस्तो पनि भयो माइन्ड फ्रेस पनि भयो होइन त र हामी ठाउँदेखि बिदापाती हुँदै फर्किँदैछौँ अघि नै के बाटो हो तर चाहिँ हामी चाहिँ यता बिचबाट नगएर यता नर्मल यतातिरको नर्मल बाटो जान्छौँ हाइकिङ बाटो राम्रै भइरहेको छ यतातिर पनि ल गाइस यही नै हो फर द लास्ट टाइम अरू केही भएन आज यति नै भयो हाम्रो ब्लग सो अन्टिल नेक्स्ट टाइम स्टे सेफ स्टे हेल्दी दाइ हजुरलाई राख्दै रहेछ नि त्यहाँ दाइ हजुरलाई गिफ्ट हराएको रुमाल यहाँ रहेछ हजुरको दाइ हराएको रुमाल अन्ति जोक्स अपार्ट है स्टे सेफ स्टे हेल्दी सी यू अन्टिल नेक्स्ट टाइम बाई स्याउ अर्को पालि फेरि भेट्ने बाचा गर्दै
हामी चाहिँ अहिले छुट्टिन्छौँ त्यसैले हेरिदिनु भयो इन्जोय गरिदिनु भयो थ्याङ्क यू सो मच सी यू बाई